हेलो गाइज सेवा नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल भन्दै फेरि म चाहिँ न्यू भिडियो बनाउँदैछु। धेरै दिन पछाडि भिडियो बनाउँदैछु। आई होप सबैले माया गरिदिनु होला भन्ने आश गर्दछु। अनि आज चाहिँ म करेन्ट नुडल्स खान आँटेको, त्यही भएर भिडियो बनाउँदैछु। अनि आजकल चाहिँ म खासै भिडियो बनाउँदिनँ नि त, काम पनि धेरै हुन्छ। अनि अब बर्खाको सिजन, मकै छर्नु भन्यो, सब्जीहरू रोप्नु गोड्नु भन्यो, यस्तै चलिरहेछ हाम्रोमा चाहिँ काम। तपाईँहरूकोमा चाहिँ के काम गर्नुहुँदैछ कमेन्ट गर्नु होला। अनि अब गाउँमा बसेपछि काम गर्नुपर्ने हुन्छ, अनि हामी चाहिँ काम गर्दै भ्याइँदैन खासै। अनि त्यही भएर भिडियो पनि कम, आजकल त खासै बनाउँदिनँ पनि म भिडियो। अनि आज चाहिँ यसो चाउचाउ खाएको बेलामा भिडियो बनाऊँ भनेर भिडियो बनाउन आँटेको। अब म चाहिँ चाउचाउ खान आँटेको। अनि हाम्रोतिर चाहिँ आजकल लास्टै गर्मी बढेर अनि पानी पनि साथमा राखेर अब चाहिँ म करेन्ट नुडल्स खान आँटेको। खाइल साथीहरू। अनि अब यस्तै चल्दैछ जिन्दगीमा हैन। अब पढ्दा 12 सकियो, 12 सकेर के गर्ने, घरमा बसेछ हैन। अनि अब घरको बाध्यता भनौँ या परिस्थिति भनौँ, यस्तै हो सबैको हैन। अनि म चाहिँ आज चाहिँ चाउचाउ खाँदैछु। अनि ओभर पिरो भएछ। अनि तपाईँहरूकोमा चाहिँ कतिको गर्मी छ? हाम्रोमा चाहिँ लास्टै गर्मी बढेको छ अहिले चाहिँ। सब्जीहरू पनि पानी जस्तै भर्खर आएको, फेरि सुक्खा लागेर मर्नु खोज्दैछ हाम्रोतिर त। बिहानभरि घाम लाग्छ, दिनभरि हावा चल्छ, अनि माटो सुकेर के अब म चाहिँ खाजा खाएर फेरि सुँगुरलाई चारो खोज्न जानुपर्ने छ। यस्तै हो साथीहरू, गाउँमा बसेपछि काम त भइरहेको छ, काम गर्नै पर्छ। अनि म चाहिँ अब चाउचाउ खाएर चारो खोज्न जान्छु। अब यस्तै रहेछ हौ जिन्दगी। म त जिन्दगी देखेर पनि हार लागिसक्यो, के गर्नु। काम भनेको गर्नै पर्छ, पढेर मात्र नहुने रहेछ साथीहरू, के गर्नु। जिन्दगीमा भोग्न धेरै कुरा बाँकी छ, आदिम भएको छैन। म त घरिघरि त सोध्छु कि हामी अब भर्खर 20 वर्ष लागिँदैछ। अनि यतिका धेरै वर्ष मम्मी बुवाले बिताइसक्नु भयो नि त, उनीहरूले कसरी काट्नुभयो होला जस्तो लाग्छ मलाई चाहिँ। म 20 वर्ष पुग्दा नपुग्दै थाकिसकेँ जिन्दगी देखेर। अनि अब अरू भनेको त्यस्तै हो, जिन्दगी हो। अब सबै इग्नोर गर्दै, नचाहिने कुरा इग्नोर गर्दै, चाहिने कुरालाई साथमा लाँदै अगाडि त बढ्नुपर्छ हैन। अनि त्यो चाहिँ ब्याक टु मेरो पछाडि भएकोहरूलाई चाहिँ इग्नोर गर्न होला, किनभने अब गाउँघरमा यस्तै हुन्छ। अनि चाउचाउ चाहिँ पिरो पनि भएछ। भन्दै अब म चाहिँ के गर्नु, पिरो पनि फेरि लास्टै पिरोमा खानै सक्दिनँ कि। अनि अब चाहिँ म चाउचाउ खाएर बारी जानुपर्ने।
हावा चल्दैछ फेरि। अब यो काग के साह्रो कराएको। हाम्रोमा चाहिँ होइन बर्खा लागेपछि चाहिँ काग कहाँदेखि आउँछ नि, हाम्रो घर तल ठुलो चिलाउनेको बोट छ कि त्यहाँ बोट लाउँछ नि, जहिले बच्चा काटेर लान्छ फेरि। अनि मम्मी बाबा चाहिँ गोठाला गइसक्नु भयो। अनि म चाहिँ अब चारो खोज्नलाई जानुपर्ने। जिन्दगी भनेको यस्तै हो। अब जति गरे नि त्यति नै। नगर्नेलाई नगर्दा पनि खानु पाएकै छ, हामीलाई चाहिँ खै के भएर नपुगेको हो कि। त्यो मान्छेले कसरी मुखबाङ गरेको होला यति धेरै धेरै यहाँ एउटा चाउचाउ खानु कति लागिसक्यो। त्यही पिरो भएर पढेर मात्र नहुने रहेछ, के गर्नु। यो त जति पढे पनि 12 सकेर कि ब्याचलर सकेर सबै विदेश जान्छन्। हामी यसो घरमा मैले फिनिस गरिसकेँ। अब पिरो अनि अब यस्तै छ साथीहरू, के गर्नु होइन। काम नगरौँ नहुने, गरौँ नहुने गाह्रो छ। अब यसले नै त भन्छ होला नि जिन्दगी होइन। ठिकै छ, आफू खुसी हुनुपर्छ, स्वस्थ हुनुपर्छ। जिन्दगी भनेको यस्तै हो। हाम्रो पनि दिन आउला, रमाउने भन्नु होला नि अब होइन, के गर्नु यस्तै छ। अनि मेरो चाहिँ यहाँ आगोले पोलिदिइराखेको छ जस्तै। सरी। अनि अब चाहिँ चारो खोज्न जान्छु भन्दा नि मन लागेर जानु। अब चाहिँ अनि यति भन्दै आज चाहिँ मेरो यो छोटो नुडल्स खाएको भिडियो तपाईँहरूलाई के कस्तो लाग्छ कुराकानी थोरै गर्दै। अब त्यति धेरै राम्रो बोल्न त आउँदैन, अब खासै भिडियो पनि बनाएको छैन। अनि अब जे पनि त मान्छेले सिक्दै जाने हो नि, सिकिन्छ बुझिन्छ। अनि अब चाहिँ जब चाउचाउ खाएको पनि भिडियो के बनाएको भन्नुहुन्छ। अब बनाउने यस्तै हो, के बनाउनु होइन। भिडियो भनेको अब खासै बनाउँदिनँ, त्यही पनि आज कहिलेकाहीँ भिडियो बनाऊँ न त जस्तो हुन्छ र बनाएको। अब चाहिँ म मेरो छोटो मिठो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला। अनि मेरो च्यानललाई सब्सक्राइब गर्नु होला, मेरो भिडियोलाई लाइक कमेन्ट गर्नु होला। अनि मलाई पनि माया गरिदिनु होला भन्दै आजको भिडियो यहीँ एन्ड गर्न चाहन्छु। सबैजनालाई हेभ अ गुड डे भन्दै बाई बाई।